अब उता बुढा स्विमिङ सुरु भइसकेको छ। यहाँ चाहिँ मजाले अब सुरुमा आउँदैछन्। ल कहाँ आउँदैछ भाइ? यहाँ आउँदैछ यस्तो रमाइलो। गाइज वेलकम टु माई न्यू भ्लग्स र सबैजना वेलकम छ मेरो न्यू भ्लग्समा। र आज चाहिँ हामी जानु लाग्यो पिकनिक, सबैजना जानु लाग्यो खोलातिर जानु लाग्यो आज चाहिँ। र अब पुरा प्याक भइसक्यो डोको ढुम्सीमा सबै कुराहरू सामानहरू यसरी प्याक भएको छ। तरकारी सरकारी डोकोमा यता मम्मी डोको बोक्सनु भएको छ र हामी सबैजना जानु लाग्यो अहिले चाहिँ। हामी चाहिँ अब हिँडिसकेका छौँ अब खोलातिर यसो पिकनिक सिकनिक खाना सबैजना यसरी ढोको सोको बोकेर भाडा बोकेर कोही ल सबैजना हिँड्दैछौँ। ल अब यस्तै छ होइन। अब तलतिर अब खोलातिर झर्ने अब पकाउने खाने हो यही हो मजा त। नि अब गाउँतिर आएपछि यस्तै रमाइलो हुन्छ। ल ल हामी चाहिँ लाग्यो तलतिर ल जाँदैछौँ यसरी। ल यही पछाडि पछाडि सबै आउँदैछन् अनि यसो तलबाट यसो दामी देखिरहेको यहाँबाट। ल यस्तै छ यही जङ्गलको बाटो छ हल्का। अब जाँदैछौँ आरामले सबैजना मिलेर पिकनिक। खोलाको पिकनिक चाहिँ यहाँ हुने भएको छ। खोला यता साइडमा छ यसरी बाहिर है सानोतिनो खोला छ अनि यही हो। ल यहाँ टक्क लाएर यहाँ पिकनिक खाने अब व्यवस्था हुने भएको छ टक्क। अब यहीँ हुन्छ। ल यही हो गाइस। एउटा यहाँ हामी चाहिँ माछा पक्रेको छौँ। एउटा यहाँ माछा पक्राउने मान्छे यही हो। ल यहाँ अब चुलो बनाउने काम भइरहेको छ मजाले यही छ। ल अब उता बुढा स्विमिङ सुरु भइसकेको छ। यहाँ चाहिँ मजाले अब चुलोमा आउँदैछन्। ल बलिसक्यो आगो बाल्ने काम भइसक्यो। अब यता तरकारी सरकारी काट्ने काम यता भएर स्विमिङ खेल्ने। ल यही छ रमाइलो छ। ल यस्तै हो चाहिँ। धारा चाहिँ यस्तो रहेछ कि पानी थाप्न आएको हामी धारा यस्तोबाट आहा पानी यहाँ टक्क यसरी त्यो जङ्गलमा। यहाँ स्विमिङको लागि रमाउने तयारीमा एक्लो आएर तयारी हुँदैछ यहाँ। ल नाचगान चल्ला आज गाई नाचगान। हामी चाहिँ उता पानीमा यसो माछा साछा मारेको माछा परेन के हेर्ने। अब यहाँ चाहिँ नाचगान सुरु भइरहेको। ल अझै अब खाने बेला भइसकेको छ। ल यही हो गाई छ अब खाने बेला भइसकेको छ पाकिसक्यो सबै कुराहरू। ल यहाँ चाहिँ गाई जस्तो छ। ल सबजना ल तयारी भइसक्यो। ल खाना रेडी भइसक्यो खानेकुराहरू सबै कुराहरू। ल यस्तो रमाइलो छ। ल अब खानपिन भइसकेको छ अनि तल भाँडा मार्ने काम भइरहेको छ। तल जलबाट भाँडा मार्ने काम भइरहेको। म चाहिँ भाँडामा चाहिँ भर्खर आएको खानपिन भइसक्यो। ल ल गइन्छ अब हामी चाहिँ जानु लाग्यो सबैजना फर्किनु लाग्यो। ल ल ल सब फर्किनु लाग्यो अब चाहिँ। ल हामी चाहिँ माथि आएर रुखमा यहाँ बसेछौँ। ल रुखमा बसेछौँ हामी चाहिँ यहाँ आएर। अरू तलबाट आउँदैछन् तलबाट आउँदैछन् अरू सबै। हामी चाहिँ माथि आएर रुखमा बसिसकेको ए। अब टक्क लागि नाचगान सुरु भयो फेरि। यहाँ चाहिँ यसो राम्रो ठाउँ रहेछ कि यो ग्राउन्ड सराउन्ड मिले टक्क गराहरू राम्रो भएको भएर यहाँ चाहिँ आएर फेरि नाचगान सुरु भइरहेछ। ल फेरि एकछिन थके पनि मारियो उकालो चढेर अनि यहाँ यसो थकिसके मार्दै यहाँ नाचगान सुरु भइरहेछ। नखोली यहाँ भाइ आउँदैछ। ल भाइ आउँदैछ भाइ यहाँ आउँदैछ यस्तो रमाइलो खेल भइरहेको छ। ल हान्यो हामी यहाँ जाँदै अब सबैजना हापा लाग्दैछन् सबैजना जाँदै हामी चाहिँ अब। ल ठाउँ चाहिँ दामी छ यो ठाउँ होइन हेर्नु सक्नुहुन्छ तपाईँहरू। ठाउँ चाहिँ एकदम दामी ठाउँ हो यो। फाइनल्ली हामी चाहिँ घर आइसकेका छौँ। डुल्दै यताउति गर्दै फाइनल्ली घर आइपुग्यो। आज बल खेल्ने कार्यक्रम भइरहेको है बल खेल्ने कार्यक्रम। ल यहाँ पुरा बल खेल्ने कार्यक्रम भइरहेको चाहिँ एकदम राति भइसकेको छ अनि खानासाना खाएर हामी चाहिँ अब बसेको। ल आजको लागि अब भिडियो यति नै भयो। कस्तो लाग्यो होइन पिकनिक सिकनिक गएको अब रमाइलो नि भयो। ल आजलाई कस्तो लाग्यो भिडियो सबैजनाले प्रतिक्रिया दिन नभुल्नु ल। राम्रो लागेमा लाइक सब्सक्राइब गरेर पनि नभुल्नु ल। ओके बाई।